ब्यालेन्सिङ गाह्रो देख्दै गर्दा पनि हुन्छ एकै टाइममा क्या पर्फेक्ट हुन्छ टाइम लाग्छ नि घुँडा दुख्नेले चाहिँ यसरी नगर्नु भन्छ क्या सुतेर पनि किनकि यो ड्राई हुँदै जान्छ यसरी यता भित्रबाट घुँडा दुखेको छैन होला नि तपाईँको तर बेटर चाहिँ यसलाई मान्छ कि ड्राई दुखेको अहिले गयो यो स्लो रन बसेर मजा लाग्छ यस्तो चाहिँ उठेर गर्ने चाहिँ हल्का मोबिलिटी नै गर्छु सबै जिउ टाइट भएको हो क्या अरू के त्यतिको त काम पनि बसेर हो नि त अहिले होइन अन्त कहाँ हुन्छ घरमा पनि बसेछ उयो पनि बसेछ बिना चेयर बस्ने के अरे कुद्दा पनि जिउ बिग्रेर जस्तो कुद्छ जतन गरेर कुदेको छ क्या कहिले सुतेर गऱ्यो भने यो चाहिँ एक्सटेन्सन भन्छ क्या यसलाई चाहिँ जुनै पनि कुराको हरेक कुराको एक्सटेन्सन हुन्छ अर्को हातले छुनु खोज्दैन अब यसो गर त्यसो भयो नि हो यता गरेर अर्को हातले छुनु खोज्दैन के गरेको यस्तो गर्ने यस्तो हेर्दा तैँले यस्तो गरिस् क्या यस्तो गर्न हो यो खुट्टा पनि यो वाला दुख्यो भन्दा यो वालाको रोइनको हो क्या रोइन र माथिको अनि माथि सोल्जर अनि वान यसमा चाहिँ चलाएको गऱ्यो म बिहान गर्छु यो चाहिँ अगाडि पछाडि नै गर्नेवाला हो स्ट्रेचिङ क्या मेरो ब्याकको नि यसो गर्दाखेरि चाहिँ हल्का आफूले मसाज गर्दा पनि रिल्याक्सिङ हुन्छ नि गर्छु यस्तो नगरी कुदेर इन्जुरी भयो नि साथीभाइ झट्ट उठ्यो अनि कत्त कुदिहाल्यो सकेन यस्तो माटो रिचको
उठेर ब्यालेन्स नहुँदैन चाहिँ फ्लोरमा गऱ्यो भने चाहिँ बेस्ट सजिलो हुन्छ मलाई नि फ्लोरकै सजिलो धेरै नगर्नु छुट्टै छोडिदिइहाल्नु स्ट्यान्डमा हो जबरजस्ती होल्ड गरिदिनु आधीबाट जाँदैन शिवजीको भाइरल बनाएर नि सुन्नु सकेन यो त अरूले स्ट्रेच हुँदैन यसले भाँचिन्छ चेन्ज बिस्तारै धेरै बल्ल रिल्याक्स नत्र त त्यो हात पनि दुख्छ नि त धेरै बेर यति कम्मर ढाड दुख्ने चाहिँ नगरे पनि हुन्छ मलाई चाहिँ झन् स्ट्रेचिङ भएर राम्रो भएर चाहिँ दुख्ने हो नि त मेरो बिस्तारै सर्ने नखुम्चाइ घुँडा नखुम्चाउने सिधै राख्नु रिल्याक्स हुन्छ यो दुखेर जुत्ता फुकालेर घाँसहरू डल्लो बनाउने त्यो टिप्ने खुट्टाले टिप्ने हाल्ने त्यस्तो गरेर ठिक हुन्छ एङ्कल ए हातको खुट्टाको यस्तो समस्या हातमा त कहिले यही समस्या हुन्छ 1 2 3 लस्सी दियो